40 लाख भोट पायो भन्छ, 20 लाख भोट पायो भन्छ, 50,000 युवा काठमाडौँमा छ, 5 जना शेरबहादुर र महारानीलाई बचाउन गए फुर्ती लाउने। अनि अहिले गुण्डाहरू राख्या छ, गुण्डुमा गुण्डाहरू राखेर केपी ओली शेर बन्न खोज्या हो, नयाँ पुस्तालाई फेरि उचाल्न खोज्या हो। यदि त्यो हो भने यो देशको शान्ति, अमन चैन, समृद्धि, सुशासन र सुन्दर नेपालको परिकल्पना गरेर नयाँ पुस्ताहरू अगाडि बढेका छन्। चुनावपछि सुन्दर देश बन्न सक्छ। व्यतिथिका नायकहरू, भ्रष्टाचारीहरू, कांग्रेसका कर्मचारीको नाममा रहेका, सरकारमा रहेका भ्रष्टाचारी कर्मचारीहरू, एमालेको नाममा रहेका भ्रष्टाचारी कर्मचारीहरू परिवारलाई खोजी निकालेको, किन ननिकालेको? सचिवहरूलाई किन ननिकालेको? किन बोकिदिएको? सुशीला कार्की 4 जनालाई तुरुन्तै थुन्नुपर्छ।